हामी पदयात्राको लागि विद्यालयबाट निक्लिँदैछौँ। निक्लिनुभन्दा अगाडि मिसले विद्यार्थीहरू काउन्ट गर्दै हुनुहुन्छ। वीरबहादुर जाने होइन है। विद्यालयबाट निक्लिँदै गर्दा हामी विद्यार्थीहरूलाई लामबद्ध गराएर शिक्षकले अगाडि गर्दै शिक्षक अघि र विद्यार्थीहरू पछाडि र कोही शिक्षकहरू पछाडि हुनुहुन्छ। निक्लिँदै गर्दा बाटोमा आज विद्यार्थीलाई कहाँ लान लागेको भनेर पनि सोध्दै हुनुहुन्छ। हामी मन्दिरलाई दाहिनेपट्टि पारेर परिक्रमा गर्दै स्कुलबाट बाहिर निक्ल्यौँ र मन्दिर परिक्रमा गर्दै हामी हाम्रो आफ्नो गन्तव्यतिर जाँदैछौँ। साइड देऊ आज विद्यालयका कक्षा 4 देखि 7 सम्मका विद्यार्थीहरू हाम्रो टार्गेट ग्रुपमा हुनुहुन्छ। हाम्रो यस पदयात्राको मुख्य उद्देश्य भनेको धार्मिक, सांस्कृतिक, वातावरणीय विषयमा विद्यार्थीहरूलाई जानकारी छ र यस विषयमा विद्यार्थीहरूलाई बाटोमा पर्ने विभिन्न स्थलहरूको जानकारी गराउँदै विद्यार्थीहरूलाई अगाडि लग्दैछ। विद्यार्थीमा किन साइडमा किन समूहमा काम गर्ने, साथीसँग नभएका कुराहरू आफूसँग भएका चिजहरू सेयर गर्ने र सहयोगको आदान प्रदान गर्ने बानीको पनि विकास हुन्छ। Oh my God. हामी यात्राको क्रममा अनन्तलिङ्गेश्वर मन्दिर सिडी चढ्दैछौँ। उत्साहित हुनुहुन्छ। आहा, सबै रमाउँदै शिक्षक विद्यार्थी रमाउँदै सिडी चढ्दै कस्तो राम्रो सिडी चढ्न पनि सजिलो। आहा, विद्यार्थीहरू रमाउँदै कति रमाउँदै। कक्षा कोठाको सिकाइ लेख्नुमा कक्षा कोठाभन्दा बाहिरको सिकाइले विद्यार्थीको सिकाइ दिगो प्रभावकारी हुने गर्छ। यसरी विद्यालयहरूले विद्यार्थीहरूलाई आफ्ना सामाजिक क्रियाकलापमा पनि सहभागी गराउने, यसरी विद्यालय आँखा कमजोर भए जस्तो छ तेरो भने हाम्रो विद्यार्थीहरूको सिकाइ कस्तो भइरहेछ गरेर हेरेर गरेर सिकेको सिकाइ दिगो हुन्छ। कस्तो भइरहेछ सामाजिक विषयमा पनि यो कुराहरू सिक्नुपर्ने हुन्छ। तर कक्षा कोठाभित्र बसेर यस्ता सिकाइहरू प्रभावकारी नहुन सक्छन्। यसरी प्रत्यक्ष रूपमा हिँड्दै गर्दै सिक्दै रमाउँदै विद्यार्थीहरूले सिकेको कतै पाउनु भएको छैन। तर यसबाट धेरै कुराहरू सिक्दै हुनुहुन्छ। रमाइलो भइरहेछ, वन्डरफुल भइरहेछ। कमला त्यही मान्छे मोटी मान्छेमा हिँड्न सकेको छैन। हामी कहाँ जाँदैछौँ? अन्तलिङ्गेश्वर महादेवको हाम्रो ट्रिप। हामी कति घन्टा हिँड्यौँ थाहा छैन, 7 घन्टा हुन लाग्यो। हिँड्दैछौँ, धेरै रमाइलो भएको छ। हामीले समुदायको बारेमा समुदाय पनि हेर्दै आयौँ है। के थियो त्यो बाटोमा? त्यो बाटोमा विभिन्न मन्दिर, मठ मन्दिर, अस्पताल, फुल खेती हेऱ्यो सयपत्रीकोमा। फाइनल्ली अब मन्दिर हामी आइपुग्न लाग्यौँ। कस्तो राम्रो ठाउँ है। हिँड्न सकेको छैन, बिजोक रमाइलो। म्यामलाई फेरि धेरै एनर्जी आइरहेको म्यामलाई चाहिँ। अगाडि हिँड्नु म्याम। ल फाइनली आए। के हो यो? नाकको
हामी फाइनल्ली मन्दिरमा आइपुगेका छौँ। मन्दिरमा आइसकेपछि विद्यार्थीहरू आफ्नो हिसाबले मन्दिर दर्शन गर्ने टिका लगाउने गर्दै हुनुहुन्छ र हामीले विद्यार्थीहरूलाई के छोडिदिएका छौँ उहाँहरूले प्रतिवेदन पनि तयार गर्नुपर्ने छ। त्यसैले उहाँहरू विषयमा अवलोकन गर्दै सोध्दै सिक्दै हुनुहुन्छ र अब यहाँ मन्दिर अवलोकन गरेर आज दिनभरिका क्रियाकलापहरूलाई लिपिबद्ध गर्दै विद्यालयमा भोलि प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। हामी अनन्त लिङ्गेश्वरको मन्दिर दर्शन गरी त्यहाँका वरिपरिका वातावरणहरू अवलोकन गर्दै त्यहाँ पुगिसकेपछि हामीले अर्को प्लान बनायौँ र माथि भ्यू टावरमा पनि जाने विद्यार्थीहरूको अनुरोधमा हामी माथि भ्यू टावर जाँदैछौँ। सिद्धिविनायक नगरपालिका वडा नम्बर 7 को बिन्दु रातोपाटोदेखि पदयात्राको लागि पदमार्ग निर्माण गरिएको रहेछ। हामी अनन्त लिङ्गेश्वर मन्दिरबाट पदमार्ग हुँदै दृश्यहरू अवलोकन गर्दै गुराँस गर्दै मनमोहक दृश्यहरू अवलोकन गर्दै विद्यार्थीहरू रमाउँदै शिक्षक रमाउँदै र बाटो हिँड्दै हिँड्दै पदमार्गमा गएको पत्तै भएन माथि कैलाश डाँडो आहा। हामी अनन्त लिङ्गेश्वर स्कुल जाँदैछौँ होइन पहिलाको अनन्त लिङ्गेश्वर स्कुल त्योभन्दा माथि भ्यू टावरबाट हामी म्याम त्यहाँ मेरो खुट्टा चाहिँ अहिले यत्रो पोलिसकेको छ। काठमाडौँ बस्दै दृश्य देखिन्छ त्यहाँबाट हामी दृश्य अवलोकन गर्नेछौँ। हामी पदयात्राको क्रममा कैलाश टाढा अनन्त लिङ्गेश्वर मन्दिर हुँदै यहाँ कैलाश टाढामा आइपुगेका छौँ। यो पदमार्ग हुँदै साह्रै राम्रो रहेछ, सजिलो, बच्चाहरूलाई लिएर आउन पनि कस्तो राम्रो वाउ छ। यो जङ्गल वरिपरि पुरै लाली गुराँस फुलेको बेला त झन् कति धेरै रमाइलो हुन्छ होला यहाँ। वाउ ल पुरा जङ्गल छ। हाम्रो बच्चाहरू अगाडि पुगिसक्नु भएको छ, म्यामहरू उहाँ पर हुनुहुन्छ। यहाँ पहिला अनन्त लिङ्गेश्वर स्कुल रहेछ। यहाँ स्थानीयहरू दाउरा खोज्न पनि यहाँबाट सुकेको दाउराहरू यहाँबाट लानु हुँदो रहेछ। यस्तो राम्रो छ यो बाटो। ल हामी यो बाटो हिँड्दै पदमार्ग हुँदै हुँदै हामी कटुन्जे वडा नम्बर 5 सुशीला भैरव स्थान कटुन्जे आधारभूत विद्यालयबाट पैदल यात्रा गर्दै यहाँ आइपुगेका छौँ। बच्चाहरू अगाडि भ्यू टावरमा पुगिसक्नु भएको छ। यहाँ टिचरहरू यहाँ हुनुहुन्छ। यो पहिला पुरानो अनन्त लिङ्गेश्वर स्कुल, यो स्कुल मर्च भइसकेको छ, बन्द अवस्थामा रहेको रहेछ। ल यहाँबाट यस्तो यो बिरुवा यहाँ कहाँको दृश्य सबै देखिन्छ है। काठमाडौँ भक्तपुर ललितपुरै देखिन्छ जस्तो लाग्यो। सर कस्तो लागिरहेछ म्यामहरू? कहिलेकाहीँ रमाइलो हुन्छ है यसरी हिँड्दाखेरि पनि। ल हाम्रो आफ्नै ठाउँमा हामी कति ठाउँमा पुगेकै छैनौँ। ल यस्तो भ्यू देखिन्छ, टावरबाट राम्रो देखिन्छ होला। शिक्षकहरू रमाइलो गर्दै हुनुहुन्छ, कोही नाच्दै गीत गाउँदै। आहा यार भाइ
आज हामी हाइकिङ आएको है पदयात्रामा हामी आउँदै अब यतिखेर खाजा खाने बेला भयो सबैजनाले आफूले ल्याएको खाजा खाँदैछौँ है आज घरबाट बनाएर ल्याएको सबैले होइन खाजा कस्तो छ सेयर गर्दै गर्दै खाएको हो ल को छौ यहाँ 3 जनाले सेयर गरेर खाएको ल कस्तो छ कस्तो भयो लागिरहेछ ल यहाँ पनि खाँदैछन् सबै नानी बाबुहरू ल सेयर गर्दै गर्दै खाएको हो कस्तो छ त ल सबैजनाले बाँडेर खाने ल अनि कस्तो लागिरहेछ हो यसरी साथी साथी समूहमा मिलेर बस्ने बाँडेर खाने होइन कति रमाइलो आखा ल ल यहाँ पनि भाग लाएर बाँडेर हो रमाइलो भएको छ ल सबैको आफ्नो आफ्नो ग्रुप हो ल गुड सबैजनाले एभ्रीबडी फलो मी बाटो अलि अप्ठ्यारो छ त्यसैले बच्चालाई हामीले लाइनमा बिचबाट हिँडाउँदै बच्चा नमानेर साइडमा जाँदा हामी अब फर्किँदैछौँ विद्यालयतिर फर्किँदैछौँ कस्तो लागिरहेछ रमाइलो भयो ल ठिक छ ल सबैजना लाइनमा है रमाइलो लागिरहेछ केही भएको हो र पछाडि केही समस्या हेलो हामीले यात्राका क्रममा खिचेका केही तस्बिरहरू छन्